visualization of camera model interpreting device. So it's exactly 8 p.m. So if you want to see better version of yourself, let's next you. Keep grinding yourself. Hello जी, I'm back again and केही दिनदेखि चाहिँ म चाहिँ जुलिया एन्डर्सको गड्स भन्ने बुक्स पढिरहेको थिएँ अनि यो बुक चाहिँ मैले किन पढेको भन्दाखेरि चाहिँ मलाई चाहिँ कोरियादेखि एउटा समस्या भएको थियो क्या त्यो चाहिँ के भएको थियो मलाई कन्स्टिपेसन भएको थियो हैन जसलाई चाहिँ नेपालीबाट कब्जियत भन्दो रहेछ अनि नेपालमा हुँदाखेरि चाहिँ मलाई यो समस्या भएको थिएन पेटको समस्या भएको थिएन तर कोरियादेखि चाहिँ मलाई लास्टै समस्या भयो क्या अनि 2 दिन जस्तो चाहिँ म कम्पनी नै गएन अनि एकदम पेन भइरहेको थियो अनि अनि मैले चाहिँ अनि हस्पिटलमा गएर बुझ्दाखेरि चाहिँ तँलाई चाहिँ कन्स्टिपेसन भएको छ भनेर भने हैन अनि यो चाहिँ त्यस्तो धेरै ठुलो इस्यु त हैन रहेछ अनि तर सबै यो हुन्छ नि युथहरुलाई चाहिँ बढी हुँदो रहेछ अनि यदि हजुरहरु चाहिँ ट्राभल गर्नुहुन्छ अनि हजुरले चाहिँ डेली बेसिसमा खानाहरु राम्रो तरिकाले खानुहुन्न हैन जस्तो चाहिँ तपाईको डेली बेसिसमा भएको ह्याबिटहरु चाहिँ डिस्ट्र्याक्ट हुँदा रहेछ यस्तो समस्याहरु हुँदो रहेछ अनि यस्तो समस्या चाहिँ कसरी हुन्छ भने हामीले खाना खाएको खानाहरु चाहिँ पेटमा हाम्रो गटमा गएर चाहिँ सोलिड फर्ममा बस्छ र त्यो चाहिँ पास आउट हुन्न क्या अनि दिशा राम्ररी नजाने भएको कारण त्यो सोलिड फर्ममा आउँछ त्यस्तो हुँदा चाहिँ नि ल्याक्जेटिभ्स भन्ने मेडिसिन खानु पर्दो रहेछ अनि त्यसले चाहिँ सोलिड फर्मलाई लिक्विड फर्ममा कन्भर्ट गरेर अनि त्यसै दिशाहरु आउने बनाउँदो रहेछ हैन त्यो चाहिँ मैले यो बुकबाट थाहा पाएँ हैन सो हामीले चाहिँ अलिकति खानाहरु पनि प्रोबायोटिक्स खाने कुराहरु खानु पर्दो रहेछ जस्तै किम्ची अनि हाम्रो गाजर अनि हरियो सागपातहरु खानु अनि हरियो प्याजहरु खानु भनेर भन्छ प्रोबायोटिक्स जसमा चाहिँ दहीहरु यस्तोहरु खानेकुराहरु खानु जसले चाहिँ हाम्रो गुड ब्याक्टेरियाजहरुलाई चाहिँ एकदम हेल्पफुल बनाउँछ अनि जसले चाहिँ हाम्रो डाइजेस्टिभ सिस्टमलाई राम्रो बनाउँछ भनेर भन्छ के यो बुकमा अनि त्यो सबै चाहिँ मैले यो बुकमा पढेपछि थाहा भयो अनि सो दिस बुक इज मोस्ट इम्पोर्टेन्स फर मी अनि मलाई मात्र हैन सबैलाई इम्पोर्टेन्ट छ किनभने हेल्थ इज वेल्थ हो नि त अनि यो बुकबाट चाहिँ मैले सबसे भन्दा मेन के सिकेको भन्दा खाना खाने बेला चाहिँ एकदम सन्तुष्टि भएर खानुपर्छ क्या किनभने जब हामी खाना खाने बेला अलिकति खाउँ कि नखाउँ भनेर मन दोधार गरेर खाइन्छ अनि त्यसपछि अलिक स्ट्रेसमा खाना खाइन्छ नि त्यो खाना चाहिँ जति मिठो भयो नि पच्दैन भनेर भनेको छ क्या अनि हाम्रो हजुरबुवा हजुरआमा हाम्रो पुर्खाहरू हाम्रो आमा बुवाहरूले पनि भन्नुहुन्थ्यो नि खाना खाने बेला कि धेरै किचिस नगरी आनन्दले खा नत्र मिठो जति नै नमिठो भयो भने अलिकति मिठो मानेर खायो भने सन्तुष्ट मानेर खायो भने त्यो खाना मजाले पच्छ भनेर भन्थ्यो नि हैन अनि त्यो चाहिँ ठ्याक्क यो बुकमा नि भनेको छ क्या एन्ड म चाहिँ एकदम सरप्राइज भएँ क्या त्यो कुरा चाहिँ यो बुकसँग रिलेट हुँदाखेरि अनि हुनु पनि हो रहेछ क्या किनभने हाम्रो गट चाहिँ एकदम हाम्रो नर्भस सिस्टमसँग एकदम कनेक्ट हुँदो रहेछ क्या हाम्रो ब्रेनसँग अनि हाम्रो गट्समा चाहिँ मिलियन्स अफ नर्भस सिस्टम्स त्यो ब्याक्टेरिया हुन्छ नि त्यो मिलियन्स अफ ब्याक्टेरियाजहरु चाहिँ हाम्रो नर्भ सिस्टमहरु चाहिँ हाम्रो ब्रेनसँग कनेक्ट हुन्छ अनि ब्रेनमा चाहिँ एउटा इन्सुला कर्टेक्स भन्ने एउटा हुँदो रहेछ क्या इन्सुला कर्टेक्स भन्ने हुन्छ हैन जस्ट त्यो चाहिँ सिधै गटसँग एकदम कनेक्ट हुँदो रहेछ अनि त्यसले चाहिँ अनि हामीले चाहिँ खाना अलिकति स्ट्रेसमा खाइराछ कि हैन अलिकति दोधार मन गरेर खाइराछ कि कसरी खाइराछ अलि खाउँ कि नखाउँ गरेर खाइराछ सब ब्रेनमा सिग्नल पठाउँदो रहेछ र त्यसरी खायो भने चाहिँ अलिकति खाना पनि पच्दैन डाइजेस्ट हुँदैन भनेर भन्दो रहेछ क्या त्यही भएर इन्सुला कर्टेक्सलाई चाहिँ आइसाइड अफ द ब्रेन पनि भन्दो रहेछ सो त्यही भएर खाना खाने बेला चाहिँ एकदम शान्त भएर सेटिस्फाई भएर खानु होला सो दिस टिप्स इज फर यु अनि म चाहिँ छन्देसान जानु पर्ने सो 9 बजी रेडी भएर माग्ने यकतिर जान्छु
हुडी दामी छ नि हैन एभ्रिथिङ इज टेम्पोररी बट स्वैग इज परमानेन्टली अनि म चाहिँ म्याङयाङबाट फेरि सामनाजिङतिर रोको चरा झन्डे ट्रेन मिस भएको भिडियो बनाउनु छ गर्न गाह्रो छ मलाई के गर्नु प्यासन यस्तो पर्यो अनि म चाहिँ सामनाजिङ पुग्छु र केही पनि खाथेन सो खाना खानको लागि मिठो खुपातिर लान्छु तपाईँ सामनाजिङ आउनु भयो र सामनाजिङ आएर तपाईँ मिठो खुपा खानु भएन तपाईँ सामनाजिङ आउनु रहेछ सबै रहेछ खुपा पर्छ खुपा खाएपछि अहिले चाहिँ म वेट टु आवर डेस्टिनेसन छन्तेसातिर जाँदैछु अनि म चाहिँ ट्याक्सी लिएको किनभने यहाँ चाहिँ बस जाँदैन रहेछ अलिक दुर्गम क्षेत्र भएर यसलाई सिगोल एरिया भन्दो रहेछ सो त्यही भएर म चाहिँ अब ट्याक्सी लिएर छन्तेसातिर जाँदैछु अनि पहिलादेखि म यहाँ आउँछु भनेर थियो किनभने मलाई खुल्दुली भइरहेको थियो होइन अनि खुल्दुली भएपछि त्यो कुरा चाहिँ गरिहाल्नुपर्छ क्या नत्र फेरि रिग्रेट मात्र हुन्छ सो अनि हिजो बेलुका मैले सोचिरहेको थिएँ क्या जाने कि नजाने जाने कि नजाने भनेर थियो अहिले खुल्दुली भइरहेको थियो अनि मैले पनि भने नो एक्सक्युजेस अनि मैले मेरो ब्याग ट्याग गरेर अनि आज म मेरो डेस्टिनेसनतिर जाँदैछु छन्तेसा एन्ड किप गोइङ छन्तेसान पुग्छु अनि त्यहाँ चाहिँ कोही पनि रहेन रहेछ म बाइक एन्ड इन्भाइरोमेन्ट्स अल्सो रियली पिस लेट्स ह्याभ अ लुक स्वर्गको एउटा टुक्रिएको भागमध्ये चाहिँ एउटा यो पनि होला क्या हेर्नुहोस् न यहाँको पिसफुल इन्भाइरोमेन्ट सुन्नुहोस् न ती चराका सुमधुर आवाजहरू र सुन्नुहोस् न ती हावाका ती तरङ्गका ती चिसा आवाजहरू सायद लाइफ भने यही होला क्या वाट इज द पर्पज अफ लाइफ भन्ने हो क्या कसैको माउन्ट एभरेस्ट चढ्नु होला कसैलाई पैसा कमाउनु होला कसैलाई चाहिँ अब धनी बन्नु होला अनि मेरो चाहिँ पर्पज अफ लाइफ भनेको चाहिँ मलाई चाहिँ ट्राभलिङ पिस अफ माइन्ड सेट ट्राई टु डु एभ्री डे समथिङ न्यू सायद यही नै होला क्या एन्ड तपाईँहरूको पनि के हो वाट इज द पर्पज अफ यर लाइफ भन्नु होला होइन अनि पहिलादेखि मलाई चाहिँ खुल्दुली भइरहेको थियो क्या यो ठाउँ आउँछु भनेर होइन अनि जब मनमा खुल्दुली हुन्छ नि त्यो चिज गरेन भने चाहिँ एकदम रिग्रेट हुन्छ क्या अनि मैले पनि लेट्स ह्याभ डु इट नो मोर एक्सक्युजेस भनेर चाहिँ यस्तो रिग्रेटहरूबाट चाहिँ अब नहोस् रिग्रेटहरू नहोस् सकेसम्म लाइफमा भनेर मैले चाहिँ राति नै माइन्ड सेट बनाइसकेको थिएँ अनि चाहिँ म बिहानै ट्रेन 2.5 घन्टाको ट्रेन चढेर यो ठाउँमा आइसकेको छु होइन एन्ड एकदम वर्दी छ क्या यस्तो दामी भ्यू होइन यस्तो दामी सिन्स यस्तो दामी दृश्य अमेजिङ वर्थ होइन भ्यालु फर मनी भइरहेछ क्या सो दामी छ यहाँको दृश्य होइन अब सबै एक्सप्लोर गरिसक्यो म यहाँ अलमोस्ट 2.5 घन्टा जस्तो भइसक्यो अनि अब साँझ पनि परिसकेको छ अब घर पनि फर्किनुपर्छ किनभने नत्र बेलुका ट्याक्सी पाइँदैन अब साँझ पर्दै आइसकेको छ चिसो चिसो मौसम भइसकेको छ होइन अब घर जान्छु अनि आजलाई यति नै भेट्दै गर्नुलाई आफ्नो आइडियाज आफ्नो क्रिएटिभहरू सेयर गर्दै गर्नुलाई एन्ड टेक केयर अफ यर हेल्थ एन्ड चाँडै भेट्नेवाला छौँ बाई बाई Every time we touch, I feel at home. There's no way I'd ever let you go. When you put your hands in mine, I know we're gonna be alright. I don't know what you do to me, but I feel like I am way up in the sky. When you put your hands in mine, I know we're gonna be alright.
is when I really come alive. I don't know anybody that could compare to you. The way you're always smiling, the way you light up a room. I couldn't live without you, not even if I tried. 'Cause every day I'm with you, I'm flying over the clouds.